कसैको बर्थडे स्पेसलको लागि चाहिँ उहाँले चाहिँ एउटा कविता लेख्नु भएको थियो। बर्थडे स्पेसल भन्दा पनि यो कविता चाहिँ कस्तो छ भने आफ्नो मातृभूमिको एकदमै बिग्रिएको अवस्था अनि एकदमै जति गर्न खोज्दा पनि गर्न नसकेको, गर्न नपाएको, गर्न नदिएको कुनै के खै यस्तै डामाडोल अवस्थाहरूलाई हेर्दाखेरि साह्रै चित्त दुखेर, साह्रै मन दुखेर लेखिएको एउटा कविता हो यो चाहिँ होइन। यो कविताको शीर्षक छ गर्भाधान देऊ भनेर है। गर्भाधान देऊ भन्ने शीर्षकको कविता चाहिँ यस्तो छ। एउटा यस्तो शुद्धोधन खोज्दैछु म जसको बीजले म बुद्ध जन्माउन सकौँ अनि बलभद्र भक्ति र अमर जन्माउन सकौँ, छोरीहरू सीता पासाङ र भ्रिकुटी बन्न सकुन्, त्यस्तो महापुरुषसँग समागम गर्न सकौँ म जसबाट सिङ्गो नयाँ नेपाल जन्माउन सकौँ। साँच्चै हजुर म त्यस्तो आधार खोज्दैछु, म एउटा त्यस्तो घर खोज्दैछु जहाँ मेरो परिवारले शान्तिको सास फेर्न सकुन्, न्यायको आवाज पाउन सकुन्, मानवताको पाठ पढ्न सकुन् अनि तिनीहरूकै खुसीको निम्ति अनि तिनीहरूकै विजयको निम्ति म अनरवत अमृत धारा बर्साइरहन सकुँ जुग जुगसम्म पनि। बहादुर, निडर, साहसी अनि एक सपूत हौ तिमी यदि भने आऊ एक आपसमा समाहित बनाऊ। तिमीबाट मात्र नयाँ नेपाल जन्माउने बीज चाहन्छु म। आऊ मलाई गर्भाधान देऊ ताकि तिम्रो र मेरो त्यो अमूल्य बीज नयाँ नेपाल बनेर जन्मन सकोस्, हाम्रो सारा सपना साकार पार्न सकोस्, छुट्टै अस्तित्व बोकेर संसारभर चम्कन सकोस्, प्रदीप्त चाँदनी बनेर आऊ मलाई गर्भाधान देऊ। ल तपाईँ भन्नुहोस्, मलाई त आएको नि एनी वर्ड, मलाई केही ओडे आएन उहाँको त्यो शब्द चयन होइन। अब त्यो शब्दभित्र खेल्नु भएको र त्यो शब्द के भन्छ अब त्यो भित्र डेथभित्र पुग्नु भएको होइन। I don't know what I have to say. ल तपाईँ नै भन्नुहोस्। तपाईँ वास्तवमा अब यो आफू जन्मेको ठाउँ देश सबैको लागि एकदमै महत्त्वपूर्ण हुन्छ। हामी भन्ने गर्छौँ कि सबैभन्दा पहिला मेरो देश हो नि त। जस्तो अहिले म यहाँ अमेरिका आउँदाखेरि म को हो थाहा छैन कि, तर मैले के भन्नुपर्छ कसैलाई परिचय गराउँदा भन्दा म नेपालबाट आएको, म नेपाली भन्ने हुन्छ। देशसँग सम्बन्धित रहेर उहाँले लेख्नुभएको कविताको त्यो जुन शीर्षक छ गर्भाधान देऊ भन्ने, त्यो नै उत्कृष्ट हो कि देशले हरेक पटक चाहिँ नयाँ नयाँ तन्त्रहरू ल्याएर आउँछ कि यो भएन त्यो भएन, त्यसपछि यसलाई परिवर्तन गर्ने। अहिले अब फेरि एकचोटि राजतन्त्र खालियो, 204 वर्ष लामो राजतन्त्र, अहिले फेरि राजतन्त्र चाहियो भनेको छ। किनभने गणतन्त्रले राम्रो गर्न नसकेर होला सबै नेपाली विश्वभरि छरिएर रहेको नेपालीहरूले जहाँ जुन अवस्थामा बसेर भए पनि देशलाई केही गर्नुपर्छ, देश बन्दी हुन्थ्यो, देश राम्रो भइदियो भने हामी सारा नेपालीले सुख पाउँथ्यौँ भन्ने भाव मलाई लाग्छ। त्यस्तै भाव बोकिएको त्यो कविता, त्यो उत्कृष्ट कविता साह्रै होइन। उहाँको त्यो लुकेको कला रहेछ, आज विस्फोटन भइरहेछ। मैले चाहिँ त्यसरी नै मूल्याङ्कन गरेँ। त्यो शब्द चयन त्यस्तै छ, त्यो शब्दभित्र पनि शब्दहरू चाहिँ उत्कृष्ट शब्दहरू छन्। तपाईँले नेपाली पढ्नु भएको थियो क्या हो? मलाई अघिदेखि सोध्नु मन लागिरहेको थियो। त्यो शब्दमै थाहा हुन्छ कि। तर बिर्सिसक्यो, धेरै वर्ष भयो, बिर्सिनु छैन। अहिले अब काम गर्न एउटा भाषा बोल्नु परेको छ, कुनै के गर्न एउटा भाषा बनाए जस्तो भएको छ होइन। बिर्सिसकेँ। सर्टिफिकेट एकतिर व्यवहार मतलब एकतिर भयो, तर यस्तो मेरो एकदम रुचिको विषय हो साहित्य भनेको होइन। मेरो पारिवारिक माहौल पनि साहित्यमै छ। मेरो बुवा लेख्नुहुन्छ, दिदी लेख्नुहुन्छ, म लेख्छु, भाइ कोर्छ अलिअलि हुन्छ नि। मेरो त्यो त देखियो होइन। त्यो बुवाको लेखनबाट चाहिँ देखेर चाहिँ एकदमै धेरै प्रभावित भएर लेख्न, साहित्यलाई माया गर्न थालेको थिएँ। तर अब परिस्थितिले अर्कै ठाउँमा अर्कै काममा लगाइदियो र अलि टाढा भइदियो होइन। अब सकेसम्म निरन्तरता दिन
अर्को एउटा कुरा के भने यो मान्छेको जीवनमा कला साहित्य मनोरञ्जन भनिन्छ नि होइन, गीत सङ्गीत साहित्यहरू यो चाहिँ मान्छेले चाहेर नचाहेर पनि भुल्न पनि सक्दैन, बिर्सिनु पनि सक्दैन। अब त्यति बेला उहाँले 16 वर्ष अगाडिदेखि चाहिँ एउटा लेखिरहेको होइन, लेख्ने कोसिस गर्नुभयो। अब यो विदेशमै आएको कति वर्ष भइसक्यो, त्यसको माया मोह हेर्नुहोस् त कस्तो छ। आज खै समय परिवेशले पनि आज फेरि बाहिरको मौसमले नि च्यालेन्ज गरिरहेछ। च्यालेन्ज गर्यो होइन। मेरो स्पेसल लाइक मेरो दिमागमा चाहिँ एउटा थर्ड आयो कि मैले माइजूको कहिले कविता पनि सुनेको थिइनँ, केही पनि सुनेको थिइनँ, तर त्यो फिलिङ चाहिँ थियो कि माइजूले किन के गर्नुहुन्छ, राइटिङ गर्नुहुन्छ भन्ने कुरा चाहिँ त्यो मलाई फिलिङ थियो। अनि मलाई ठ्याक्क ड्राइभ गर्दै गर्दै अब सबैजना सुतिसकेका थिएँ है, मैले होइन यसमा यस्तो छ, यो समय हुनुपर्ने महिनै आउनुपर्ने थियो अहिले, अनि यो हुनुपर्ने थियो। त्यसले ठ्याक्कै आज जुरायो ड्राइभिङ ल गरेर। ल शिव सर, तपाईँको लागि एउटा एकदमै राम्रो होइन, तपाईँको युट्युबको लागि अथवा तपाईँको च्यानलको लागि पनि एउटा राम्रो कन्टेन्ट भेटियो। अब गो हेड र अब हरेक भिडियो चाहिँ यसरी अपलोड भयो भने तपाईँको च्यानल पनि राम्रो, उहाँको त्यो भएका आफ्नो कला भनौँ न उहाँभित्र रहेको त्यसलाई पनि बाहिर पब्लिकली चाहिँ आम अडियन्सहरूले हेर्न पाउने एउटा ठुलो भाग्य पनि हो, सौभाग्य पनि हो। मलाई एउटा सपना चाहिँ थियो, जस्तो मामाले अघि भन्नुभयो, उहाँले के भन्नुभयो भने मलाई यस्तो धनी बन्न मन लाग्छ भन्नुभयो, त्यो चाहिँ एकदमै धनी बन्न मन लाग्छ भनेर चाहिँ मामाले गफ भन्नुहुन्छ। आइन त्यो बाटोमा दौडिरहनु भएको छ होइन, त्यो सबैको हुन्छ, त्यो नभएको होइन, सबैको हुन्छ। मेरो पनि एउटा यस्तै एउटा त्यो मनमा लुकेको कुरा छ। आई डोन्ट वान्ट टु पब्लिश राइट नाउ, बट one day I want to do when I'm doing होइन, मलाई गरिसके पछाडि चाहिँ यो मेरो सपना थियो भन्ने कुरा चाहिँ उ गर्छु। मलाई धनीसँग सरोकार गरिसँग म त्यो काम गर्नको लागि चाहिँ मलाई के गर्नुपर्ने थियो, त्यो भएर म त्यही बाटोमा दौडिरहेको छु। लेट्स डु इट। म त्यो गरेँ भने चाहिँ सरप्राइज, अनि म कोबाट त्यो चाहिँ कार्यक्रम सुरु गर्छु, आई विल डु मेरो त्यो पछाडिको सक्सेस भइसके पछाडि आई गोना पब्लिस। यो चाहिँ पब्लिक रेकर्डेड छ। थ्याङ्क यू।